हेलो गाइज वेलकम टु माई गाउँले ब्लग होइन। हामी चाहिँ यता विजयबस्तीतर्फ जान थाल्यो। यो मेरो साथी र म अनि केटाहरू पनि छ पछाडि पछाडि होइन। अनि हाम्रो हेर्न सक्नुहुन्छ यस्तै हो, जान थाल्यो हामी चाहिँ। अनि हाम्रो बाटो यस्तै छ। हामी चाहिँ अब बाघमुचातर्फ लाग्न थालेको। बाघमुचा पुग्न नाटिसक्यौँ होइन। यो चाहिँ हाम्रो बाघमुचा भन्ने ठाउँ हो, फेमस ठाउँ हो यो हाम्रो बाघमुचाको। हाम्रो यहाँ बाघमुचाको पुल हो यो चाहिँ। यो पुल चाहिँ रहेको छ 230 मिटरको पुल हो होइन गाइज। यो चाहिँ 230 मिटरको पुल हो। उतापट्टि मन्दिर हेर्न सक्नुहुन्छ। अनि हामी गइरहेको थियौँ, 3-4 जना फोटो पनि खिचिरहेको थियो यो पुलमा। अनि हाम्रो साथी पनि आइरहेको थियो पछाडि पछाडि, हामी चाहिँ अगाडि अगाडि थियौँ। अनि हेर्न सक्नुहुन्छ हाम्रो साथीले हामीलाई ओभरटेक हान्छ है त, हेर्न सक्नुहुन्छ ओभरटेक हान्छ। अनि हामी पेट्रोल पम्पमा पुग्छौँ। हाम्रो पेट्रोल सकिएको हुन्छ हाम्रो साथीको बाइकमा। पेट्रोल सकिएको अवस्था हुन्छ यहाँ चाहिँ। हालिरहेछौँ। अनि हेर्न सक्नुहुन्छ हाम्रो साथीले हामीलाई ओभरटेक हान्छ है त, हेर्न सक्नुहुन्छ ओभरटेक हान्छ। अनि हामी पेट्रोल पम्पमा पुग्छौँ। हाम्रो पेट्रोल सकिएको हुन्छ हाम्रो साथीको बाइकमा। पेट्रोल सकिएको अवस्था हुन्छ यहाँ चाहिँ। अनि हामी चाहिँ पेट्रोल सेट्रोल हालिरहेछौँ, हेर्न सक्नुहुन्छ। अब पेट्रोल सेट्रोल भरेर अनि हामी चाहिँ हिँडेको अब विजयबस्तीतर्फ कपाल काट्नलाई। हाम्रो शिव मन्दिर। अनि यो चाहिँ विजयबस्ती जाने बाटो चाहिँ यही हो, यस्तै छ विजयबस्ती जाने बाटो। अब हामी विजयबस्ती पनि पुग्नै नाटिसक्यौँ। अब हेर्न सक्नुहुन्छ यो चाहिँ विजयबस्तीको फेमस ठाउँ घन्टाघर रहेको छ हाम्रो। बन्दैछ हाम्रो घन्टाघर चाहिँ। हाम्रो घन्टाघर अहिले बन्दैछ, बनेपछि फेरि देखाउनेछु हजुरहरूलाई। अनि हाम्रो कपाल काट्ने लोकेसन पनि आइसक्यो। अनि त्यसपछि पालै पिलो हामी कपाल पनि काटिसक्यौँ। अनि कपाल काटेर चाहिँ हामी अलि अगाडितिर घुम्न गएको हो। हामीहरू चाहिँ विशाल चोकतर्फ हिँडेको हामी घुम्नलाई। यसो हामीहरू यस्तै हो, हामी घुम्न गइरहेको थियौँ। अनि यस्तै हो विशाल चोक ठोडी जाने बाटो चाहिँ यतै हो। यतैबाट पनि जान्छन् ठोडी मान्छेहरू। अनि हामी चाहिँ यतैबाट फर्किदिएको। अब चाहिँ हामी गडो लाइनतर्फ जान थाल्यो, आफ्नो गाउँको गडो लाइनतर्फ सक्नुहुन्छ। अनि हामी गडो लाइन फाइनली पुगिसक्यौँ। अनि गडो लाइन पुगिसकेपछि चाहिँ यहाँ हामी हिँडि नै रहेको थियौँ। अनि यहाँ हेर्न सक्नुहुन्छ पोखरी छ। यो पनि हाम्रो भाइरल ठाउँ नै हो गडो लाइन भन्ने। त्यहाँ अगाडि पोखरी छ, त्यहाँ अगाडि माछाहरू पनि मार्दै थिए।